यो माथि जुन यो फोटो देख्नुभएको छ 835 पाउन्ड भनेको यो चाहिँ मेरो ट्याक्स रिफन्ड हो र यो चाहिँ मैले रिफन्ड पाउनको लागि चाहिँ मैले ओभर ट्याक्स पे गरेको। तपाईँहरूलाई पनि काम गर्दाखेरि फिल भइरहेको छ मैले चाहिँ एक्स्ट्रा ट्याक्स पे गरिरहेको छु, चाहिनेभन्दा धेरै ट्याक्स पे गरिरहेको छु भने जस्तो टाइपको तपाईँ लागिरहेको छ भने तपाईँले चाहिँ आफ्नो ट्याक्स चाहिँ रिफन्ड पाउन सक्नुहुन्छ। र यसरी यो रिफन्ड पाउनको लागि चाहिँ यसको सर्टेन प्रोसेसहरू हुन्छ, एउटा प्रक्रिया हुन्छ। प्रोसेसको थ्रुबाट तपाईँ जानुभयो भने आफ्नो ट्याक्स चाहिँ सजिलैसँग चाहिँ रिफन्ड पाउन सक्नुहुन्छ। र मैले फिस्कल इयर 25-26मा चाहिँ मैले चाहिँ 835 पाउन्ड चाहिँ बढी ट्याक्स पे गरेको थिएँ। हामीसँगै काम गर्ने धेरैजना साथीहरूले भनिराख्नुहुन्छ, मैले कति धेरै सुनेको पनि, मेरो त फलानुको चाहिँ ट्याक्सै काटेको छैन, मेरो त ट्याक्स काटिरहेको छ। एचएमआरसीले के गर्छ भन्दाखेरि कसैको ट्याक्स काटेको छैन अथवा कसैको धेरै नै ट्याक्स काटिरहेको छ भने फिस्कली एट द एन्ड अफ फिस्कल इयरमा तपाईँको चाहिँ टोटल क्यालकुलेसन गर्छ। क्यालकुलेसन गरिसकेपछि तपाईँको टोटल अर्निङ र पर्सनल अलाउन्स भन्ने हुन्छ। पर्सनल अलाउन्स भनेको तपाईँको चाहिँ 12,570 पाउन्ड जुन रहेको थियो त्यो त्यतिसम्म कमाउनु भएको छ भने तपाईँको चाहिँ ट्याक्स लाग्दैन। यो भनेको 0% ट्याक्स हो। त्योभन्दा बढी तपाईँले अर्निङ गर्नुभएको छ भने त्यसको चाहिँ 20% ट्याक्स तिर्नुपर्ने हुन्छ तपाईँहरूले। सो त्यो एस्टिमेट गरेर कतिको चाहिँ धेरै ट्याक्स काटिरहेको हुन्छ र कतिको चाहिँ ट्याक्सै नकाटेको हुन्छ। सो उनीहरूले सुरुमा चाहिँ एस्टिमेसन मात्र गर्ने हो र लास्टमा अब उसलाई लाग्यो, उनीहरूले एस्टिमेसन गर्दाखेरि तपाईँले चाहिँ धेरै अर्निङ गरिराख्नु भएको छ भने उसलाई लाग्यो भने तपाईँको चाहिँ ट्याक्स काट्न सुरु गर्छ र ट्याक्स काट्दाखेरि तपाईँलाई चाहिँ फिल हुन्छ मेरो त धेरै काट्यो भनेर। अनि अरूले अब कसैलाई सोद्धाखेरि मेरो त ट्याक्सै काटेको छैन भने चाहिँ भन्नु भन्दाखेरि त्यो केसमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ उसको ट्याक्स काटेको छैन भन्नुको मतलब उसको चाहिँ एट द एन्ड अफ फिस्कल इयरमा चाहिँ उसले ट्याक्स पे गरे होइन भने उसले चाहिँ घरमै लेटर पठाएर तपाईँले चाहिँ यति ट्याक्स तिर्नुपर्ने थियो र तपाईँले चाहिँ ट्याक्स तिर्नु भएन भनेपछि उसलाई चाहिँ एक्स्ट्रा ट्याक्स तिर्न लाउँछन् पछि। र तपाईँले चाहिँ ट्याक्स तिरिराख्नु भएको छ भने तपाईँको चाहिँ जति पनि ट्याक्स अमाउन्ट तिर्नुपर्ने हुन्छ र त्योभन्दा बढी तिर्नु भएको छ भने त्यो अमाउन्ट तपाईँले फिर्ता गरिदिन्छ। जस्तै कि यो फोटो तपाईँले हेर्नुभयो माथि, मैले चाहिँ फिस्कल इयर 25-26मा चाहिँ मैले 1 वर्ष काम गरेको थिएँ र काम गर्दाखेरि चाहिँ मैले जति पनि अर्निङ गरेको थिएँ त्यसमा चाहिँ मैले एक्स्ट्रा ट्याक्स पे गरेको थिएँ र मलाई चाहिँ पहिल्यै शङ्का लागेको थियो मैले एक्स्ट्रा ट्याक्स पे गरिरहेको छु भनेर। त्यो केसमा चाहिँ तपाईँले एचएमआरसीलाई फोन गरेर इन्फर्म पनि गर्न सक्नुहुन्थ्यो तर मैले गरिनँ। मैले किन गरिनँ भन्दाखेरि चाहिँ अब विभिन्न रिजनहरू छ, मलाई चाहिँ अब खासै टाइम पनि भएन मैले। र एट द एन्ड अफ फिस्कल इयर उनीहरूले आफै पनि ट्याक्स क्यालकुलेसन गर्छ र एक्स्ट्रा पे गरेको छु भने चाहिँ रिफन्ड गरिदिन्छ भन्ने कुरा चाहिँ मलाई राम्रोसँग जानकारी थियो। त्यही भएर चाहिँ मैले खासै फोन गरेर मेरो चाहिँ यस्तो उस्तो छ भने मैले गुनासो पनि गरिनँ। र एट द एन्ड उनीहरूले आफै चाहिँ मेरो ट्याक्स क्यालकुलेसन गरेर जति मैले तिर्नुपर्ने थियो उनीहरूले त्यो अमाउन्ट राखेर जति चाहिँ एक्स्ट्रा पे गरेको थिएँ त्यो अमाउन्ट चाहिँ आफैले चाहिँ उनीहरूले चाहिँ रिफन्ड गरिदिँदैछ र जुन स्क्रिनसटमा तपाईँले हेर्न सक्नुहुन्छ यहाँ माथि पनि। अब यो चाहिँ क्लेम गर्नको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ क्लेम गर्नको लागि तपाईँले चाहिँ अब म स्क्रिन सेयर गर्छु, यो प्रोसेसर चाहिँ म देखाइदिन्छु के प्रोसेसहरू रहेको छ। सो स्क्रिन सेयर गर्दै तपाईँहरूले चाहिँ रिफन्ड गर्नको लागि चाहिँ प्रोसेस म सिकाइदिन्छु। त्योभन्दा अगाडि चाहिँ तपाईँले बुझ्नुपर्ने कुरा के हुन्छ भन्दाखेरि यहाँको फिस्कल इयर भनेको हरेक वर्षको अप्रिल 6बाट लिएर अर्को वर्षको चाहिँ अप्रिल 5सम्ममा तपाईँको चाहिँ फिस्कल इयर मानिन्छ। जुन अमाउन्ट देख्नुभएको छ फिस्कल इयर 25देखि लिएर 26सम्मको हो र यो फिस्कल इयर 25को अप्रिल 6देखि लिएर 2026को अप्रिल 5सम्ममा मैले जति पनि ट्याक्स तिरेको थिएँ त्यसमा चाहिँ 835 ट्याक्स चाहिँ मैले बढी तिरेको थिएँ र त्यही नै अमाउन्ट चाहिँ रिफन्ड भएको छ मेरो। अब यसलाई म क्लेम गर्नको लागि के प्रोसेसर भएको चाहिँ स्क्रिन सेयर गरेर चाहिँ देखाउँछु। सो तपाईँहरूलाई पनि इफ लाग्यो भने चाहिँ तपाईँले चाहिँ अब ट्याक्स रिफन्ड गराउनको लागि तपाईँले कि त सिधै एचएमआरसीमा कल गरेर तपाईँले चाहिँ आफ्नो गुनासो राख्दा पनि हुन्छ, कि त तपाईँले चाहिँ आफ्नो एचएमआरसी एप्लिकेसनबाट चाहिँ खोलेर कति ट्याक्स पे गर्नुभएको छ, ओभर ट्याक्स अन्डर पे ट्याक्स हुन्छ, त्यो कुराहरू तपाईँले आफैले पनि क्यालकुलेसन गर्न सक्नुहुन्छ। सो अब तपाईँले चाहिँ आफ्नो मोबाइलमा रहेको एचएमआरसी एप्लिकेसन चाहिँ खोल्नु होला र त्यहाँ चाहिँ आफ्नो पिन राखेर अथवा फेस आइडी राख्नु भएको छ भने अनलक गर्नु होला। गरिसकेपछि तपाईँले यो चेक योर पे एज यु अर्न भनेर चाहिँ पे इन्फर्मेसन भनेर छ त्यसमा क्लिक गर्नुभयो भने तपाईँको चाहिँ टपमा माथिपट्टि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, माथि टपमा एचएमआरसी ओन यु भनेर 835.40 अनि त्यसको मुनिपट्टि ग्रिन कलरमा क्लेम योर रिफन्ड भनेर चाहिँ लेखेको छ। सो यो चाहिँ मैले 835.40 पाउन्ड चाहिँ एक्स्ट्रा तिरेको थिएँ र यसलाई चाहिँ मैले अब रिफन्डको लागि चाहिँ क्लेम गर्नुपर्ने हुन्छ। तपाईँले बाँकी कुराहरू चाहिँ तल सबै कुरा डिटेल कति अर्निङ गर्नुभएको छ, कति ट्याक्स दिनुभएको छ, सबै कुराहरू चाहिँ यहाँ पढ्न सक्नुहुन्छ। सो अब मैले चाहिँ क्लेम कसरी गर्ने त्यसको बारेमा तपाईँहरूले चाहिँ फर्दर प्रोसेस जानकारी गराउँदैछु। सो त्यसको लागि तपाईँले चाहिँ अब यो ग्रिन कलर छ त्यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ क्लिक गर्नुभयो भने तपाईँले चाहिँ फर्दर इन्फर्मेसनहरू के कुराहरू माग्छ तपाईँले त्यहाँबाट चाहिँ फिल गर्दै जानुपर्ने हुन्छ। सो अब म ढिला नगरिकन त्यसमा चाहिँ क्लिक गरेर अब के इन्फर्मेसनहरू माग्छ हेरौँ है त।
एकछिन टाइम लाग्छ। सो अब यु पे टु मच ट्याक्स इन्कम ट्याक्स फर 6 अप्रिल मैले भने 6 अप्रिलदेखि लिएर 5 अप्रिल 2026सम्म मैले कति ट्याक्स तिरेको थिएँ, त्यसमा चाहिँ यति बढी भएको थियो र मैले यो चाहिँ रिफन्ड गर्दैछु। नेक्स्ट गरेपछि कन्टिन्यूमा क्लिक गर्नु होला। अनि यो चाहिँ तपाईँले आफ्नो ब्याङ्क डिटेलहरू चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। फेरि मैले चाहिँ कन्टिन्यूमा क्लिक गरेँ भने सर्ट कोड र ब्याङ्क अकाउन्ट डिटेल यहाँ भर्नुपर्ने हुन्छ। सो यो अकाउन्ट नम्बर आफ्नो सर्ट कोड चाहिँ राख्नुपर्ने हुन्छ ब्याङ्कमा, कुन ब्याङ्कमा तपाईँले चाहिँ ट्याक्स रिफन्ड गराउन खोज्दै हुनुहुन्छ। यहाँ मैले आफ्नो अकाउन्ट डिटेल राखेर कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँको ब्याङ्कको एड्रेस चाहिँ युकेमा रहेको छ किन भनेर सोध्छ। सो मेरो युकेमा चाहिँ एस गरेर मैले कन्टिन्यू गर्छु। त्यसपछि मेरो घरको एड्रेसहरू चाहिँ राख्नुपर्ने हुन्छ। सो मैले यहाँ चाहिँ आफ्नो कहाँ बसिरहेको छु सो सबै घरको एड्रेस चाहिँ म यहाँ फिल गर्छु र यो फिल गरिसकेपछि चाहिँ यो अप्सनल चाहिँ यो कन्ट्री भनेर राखे पनि हुन्छ। त्यसपछि म कन्टिन्यूमा क्लिक गर्छु र कन्टिन्यूमा क्लिक गरिसकेपछि एकचोटि चाहिँ मलाई चाहिँ त्यो सबै डिटेलहरू जुन मैले फिलअप गरेको छु त्यो चाहिँ कन्फर्म गर्नुपर्ने हुन्छ र त्यो डिटेलहरू चाहिँ मैले एउटा एउटा गरेर चाहिँ रिड गर्छु कतै मिस्टेक छ कि भनेर। अनि त्यो रिड गरिसकेपछि चाहिँ तल जुन ग्रिन कलरमा रिक्वेस्ट यु रिफन्ड भनेर चाहिँ लेखिएको छ सो त्यसमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ क्लिक गरिसकेपछि चाहिँ हामीले चाहिँ एउटा मेल आउँछ, लाइक एउटा कन्फर्मेसन मेल टाइपको आउँछ। त्यो चाहिँ लाइक यो चाहिँ रिक्वेस्ट रिसिभ 25 to 25 ट्याक्स 2026 ट्याक्स इयरको भनेर चाहिँ देख्नुहुन्छ यहाँ। र यो प्रोसेस हुनको लागि चाहिँ 5 दिन टाइम लाग्छ र 5 दिनभित्रमा तपाईँले चाहिँ जुन अकाउन्ट डिटेलहरू प्रोभाइड गर्नुभएको थियो त्यो अकाउन्टमा तपाईँलाई चाहिँ एचएमआरसीले चाहिँ तपाईँको ओभर पे गरेको ट्याक्स चाहिँ डिपोजिट गरिदिन्छ। सो यसरी चाहिँ तपाईँहरूले चाहिँ ओभर पे गरेको ट्याक्स चाहिँ रिफन्ड गर्न सक्नुहुन्छ, रिफन्ड चाहिँ क्लेम गर्न सक्नुहुन्छ। इफ तपाईँलाई चाहिँ लाग्छ मैले चाहिँ ओभर ट्याक्स पे गरेको छु भने एचएमआरसीलाई कन्ट्याक्ट गरेर तपाईँले चाहिँ आफ्नो ट्याक्स चाहिँ रिफन्ड गराउन सक्नुहुन्छ। इफ तपाईँले चाहिँ ट्याक्स पे गर्नुभएको छैन भने एचएमआरसीले तपाईँलाई चाहिँ ट्याक्स पे गर भन्ने चाहिँ मेल पठाउन नि सक्छ। हस् त, धन्यवाद।